एक दिन आफ्नो बुबाको लागि चुरोट लिन पसल जाने क्रममा उनको गाउँकै एउटा साथीसँग भेट हुन्छ। त्यो साथी ब्रिटिस आर्मीमा भर्ना हुनका निम्ति जाँदै रहेछ। त्यो बखत केही नसोची लक्ष्मण पनि त्यही साथीको पछि पछि लाग्छन्। त्यो बेला ब्रिटिस आर्मीमा रिक्रुट हुन हाइट 5 फिट हुनै पर्थ्यो। अहिले त यसलाई झन बढाएर 5 फिट 2 इन्च बनाइएको छ। तर लक्ष्मणको हाइट त्यति बेला 4 फिट 11 इन्च मात्र थियो। तैपनि ब्रिटिस कमान्डरहरूले उनलाई आर्मीमा रिक्रुट गराइदिए। दोस्रो विश्वयुद्धको त्यो समयमा ब्रिटिसहरूलाई जति सक्दो धेरै भन्दा धेरै सैनिकहरूको खाँचो थियो र यही कारणले लक्ष्मण गुरुङले पनि आफ्नो हाइट कम हुँदाहुँदै भर्ती हुने अवसर पाए। उनी 8th गोर्खा राइफलको 4th बटालियनमा सिलेक्ट भएका थिए। सन् 1944 तिरको कुरा हो। आफ्नो सीमा बढाउन युद्धमा होमिएको जापानी सेना धेरै तीव्रताका साथमा बर्माको सीमातिर लम्किरहेको थियो। बर्मा जसलाई हामी अहिले म्यानमार पनि भन्ने गर्छौं। बर्मामा आक्रमण गर्नुको पछाडि जापानी सेनाको दुईवटा उद्देश्य थियो। पहिलो, चाइनासँग जोडिएको मिलिटरी सप्लाईको रुटलाई काटिदिने, अनि दोस्रो, इन्डियाको सीमासम्म पुगेर ब्रिटिस राज्य विरुद्ध विद्रोह सुरु गर्ने। त्यसैले जापानी सेनालाई बर्माबाट अगाडि बढ्न नदिन इन्डियामा राज गरेर बसिरहेका ब्रिटिसर्सहरूको लागि एकदमै आवश्यक थियो। ब्रिटेनले यस कामको लागि आफ्नो सबैभन्दा बलियो पल्टन खटाएको पनि थियो। तर त्यो पल्टनले जति नै कोसिस गर्दा पनि जापानी सेनाको अगाडि कमजोर साबित भइरहेको थियो। यो अवस्थामा उनीहरूले आफ्नो सबैभन्दा बलियो हतियार अगाडि सार्नुको विकल्प थिएन। उनीहरूको सबैभन्दा बलियो हतियार अरू कोही नभएर गोर्खाली सेनाहरू थिए। तर गोर्खाली सेनाहरूलाई भने मुख्य गरी उनीहरूले हिटलरको सेनालाई रोक्न भनेर तयार पारेका थिए। तर जापानी सेनाहरूसँग ब्रिटिस सेना निरीह भए पछाडि हिटलरका लागि तयार पारिएको गोर्खाली सेनालाई नै अब अगाडि सार्नु पर्ने भयो।